हैन इल्लिगल बाटोबाट अमेरिका जाँदैछौँ हैन। अमेरिका जानको लागि चाहिँ हामी यो अमेजन जङ्गलभित्र चाहिँ हामीलाई ल्याएर छोडिएको छ र यो अमेजन डाइनोसर। सो गाइज हामीलाई चाहिँ हैन पानामा यो अमेजनको जङ्गलमा चाहिँ यो डाइनोसरको चाहिँ हड्डी फेला परिसक्यो। सो गाइज गौतम बुद्ध बस्ने रुख, गौतम बुद्ध चाहिँ त्यहाँनिर हैन। यो चाहिँ हैन यो पुराना मान्छेहरू चाहिँ सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लग चाहिँ एकदमै डेन्जर, एकदमै खतरा, एकदमै रोमाञ्चक, एकदमै मनोरञ्जन दिने खालको हुनेछ हैन। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। आज हामी चाहिँ हैन अमेजन जङ्गलमा छौँ र अमेजन जङ्गलभित्र के पाइन्छ म सबै देखाउनेवाला छु हैन। जङ्गल चाहिँ यति खतरा डेन्जर छ हैन। यस्तो ठाउँ छ हैन। यो जङ्गलभित्र चाहिँ हामी चाहिँ दुईजना आएका छौँ। हेलो भन्दै हेलो। सो गाइज हैन यहाँ चाहिँ यस्तो ठाउँहरू छ हैन। म तपाईँलाई चाहिँ यो जङ्गलभित्रको सबै चिज देखाउनेवाला छु र हामीसँग चाहिँ यहाँ यस्तो खालको हैन ढुङ्गा छ हैन। यो चाहिँ हैन यो पुराना मान्छेहरू चाहिँ सायद यो चाहिँ हैन पुरानो सभ्यता जनाउँछ होला हैन यो ढुङ्गाले। सो गाइज हैन म चाहिँ यो जङ्गलभित्र चाहिँ के पाइन्छ आजै सबै कुरा देखाउनेवाला छु। भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। त्यति भन्न चाहे। ल गाइज हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यति खतरा रुखहरू हुने रहेछ हैन। हामी चाहिँ हैन इल्लिगल बाटोबाट अमेरिका जाँदैछौँ हैन। अमेरिका जानको लागि चाहिँ हामी यो अमेजन जङ्गलभित्र चाहिँ हामीलाई ल्याएर छोडिएको छ र यो अमेजन जङ्गलभित्र के हुन्छ र अमेरिका जानको लागि चाहिँ के कुराहरू गाह्रो पर्छ त्यो चाहिँ म तपाईँहरूलाई देखाउनेवाला छु। देख्न सक्नुहुन्छ हैन। यहाँ चाहिँ यस्तो खालको रुख छ हैन। यस्तो डेन्जर छ हैन। यस्तो झ्याङ छ यस्तामा। बाटो चाहिँ यति डेन्जर छ हैन। सो गाइज यो जङ्गलमा चाहिँ हामीलाई चाहिँ हैन आज रात चाहिँ यहीँ बिताउनु पर्ने छ हैन। यो रात चाहिँ यहाँ बिताउनको लागि चाहिँ के कष्टकर आइपर्ने होला हैन। यस्तो डेन्जर जङ्गल छ क्या यहाँ भित्र चाहिँ हैन। सो गाइज त्यति नै हो। हामी चाहिँ अब यो जङ्गलबाट चाहिँ अब यो जङ्गल छिचोल्दै चाहिँ अलिक तलतिर जानेवाला छौँ हैन। ओ भाइ साहब यो जङ्गल चाहिँ एकदम खतरा छ हैन। यदि तपाईँ पनि इल्लिगल बाटोबाट चाहिँ अमेरिका आउँदै हुनुहुन्छ भने चाहिँ यस्तो कुरालाई चाहिँ ध्यान पुर्याउनु पर्छ हैन। यहाँ चाहिँ यस्तो डेन्जर वन छ हैन। ओ भाइ साहब त्यहाँनिर चाहिँ चराले गुड लगाएर चाहिँ गाइज चराले चाहिँ खोर लगाएर चाहिँ हैन। यस्तो ओ भाइ साहब मेरो खुट्टोमा चाहिँ काँडो भिज्यो हैन। जङ्गल चाहिँ एकदम खतरा, एकदम डेन्जर छ कि ओ भाइ साहब। तर हैन अब अमेरिका जानलाई चाहिँ एकदम गाह्रो छ हैन। यता चाहिँ एउटा खतरा पहरो देख्यो हैन। ओ भाइ साहब यस्तो जङ्गललाई चाहिँ छिचोल्दै चाहिँ अमेरिका जानुपर्ने हुन्छ हैन। यति खतरा चट्टानहरू पहिरोहरू छ हैन यहाँ। ओ भाइ साहब यति बाक्लो जङ्गलभित्र चाहिँ आज रात कसरी काट्ने होला र बाघ भालु पनि आयो भने म चाहिँ त्यो देखाउनेवाला छु हैन। सो यत्रो डेन्जर ठाउँ छ हैन। ओ भाइ साहब यो चाहिँ 5000 साल पुरानो रुख छ हैन यहाँनिर। यो रुखमा चाहिँ गौतम बुद्ध आएर चाहिँ हैन तपस्या गरेको भन्ने पनि साथीहरूले मलाई भन्नुभएको छ हैन। यस्तो डेन्जर रुख छ यो रुख चाहिँ। ओहो सो गाइज गौतम बुद्ध बस्ने रुख, गौतम बुद्ध चाहिँ त्यहाँनिर हैन। त्यहाँनिर बसेर चाहिँ हैन ध्यान गर्नुभएको भन्ने हाम्रो समाचार पाएका छौँ हैन। ओ भाइ साहब यतानिर चाहिँ यस्तो खतरा पहरो छ हैन यहाँ। ओ भाइ साहब सो गाइज हैन यस्तो खतरा जङ्गलभित्र चाहिँ आज हामी आएका छौँ हैन। अमेजन जङ्गलभित्र चाहिँ के पाइन्छ होला म आजै अरू पनि देखाउनेवाला छु। हाम्रो साथीहरू चाहिँ पछाडितिर हुनुहुन्छ। ओ भाइ साहब हामीलाई चाहिँ एकदमै तिर्खा लागेको छ र यहाँ कतै पनि पानी चाहिँ पाइरहेको छैन हैन। यस्तो बाटो चाहिँ हामी हिँडिरहेका छौँ। सो गाइज हैन यो वन चाहिँ एकदम डेन्जर रहेको छैन। यस्तो चट्टानहरू। सो गाइज हैन यतातिर चाहिँ यस्तो डेन्जर ठाउँ छ हैन। हामीलाई पानी खानको लागि चाहिँ एकदम प्यास लागिरहेको छ तर पानी भने पाउन सकिरहेको छैन हैन। यस्तो ठाउँहरू आएर चाहिँ रात कटाइरहनु परेको छ गाइज।
के गर्ने अब पसिना आइरहेको छ नजाम भने पनि अमेरिका पुग्नु छ अमेरिका आए म त तल्न बाटो हुँदै भन्ने गीतको चाहिँ मलाई याद आइरहेको छ होइन अहिले चाहिँ हामी अलि तल आइसकेका छौँ होइन अमेजन जङ्गल चाहिँ सायद अब कटेर पानामा जङ्गल आउँछ होला होइन यो जङ्गलमा चाहिँ अहिले चाहिँ यस्तो घाँसहरू चाहिँ एकदम धेरै भेटिरहेका छन् होइन हामी चाहिँ पानीको आसमा चाहिँ एकदम तल जाँदै आइरहेका छौँ पसिना आइरहेको छ तर हामीलाई पानी भेटिरहेको छैन होइन सो होइन यो जङ्गलमा चाहिँ यो केसको रुख होइन पाइँदो रहेछ होइन यसलाई चाहिँ यस्तो के कुन तरिकाको लागि केसको लागि चाहिँ के गरिएको हो त्यो चाहिँ हामीलाई थाहा भएन होइन सो हामी चाहिँ यो जङ्गलमा तल जाँदै छौँ होइन पानी प्यास पनि एकदमै लागिरहेको छ पानी पनि भेटिरहेको छैन ओ भाइ साहब डाइनोसर सो गाइज हामीलाई चाहिँ होइन पानामा यो अमेजनको जङ्गलमा चाहिँ यो डाइनोसरको चाहिँ हड्डी फेला परिसकेको छ होइन सो हामीले यसलाई छुनेवाला छैनौँ यो चाहिँ कति वर्ष पुरानो हो त्यो पनि थाहा छैन होइन ओ भाइ साहब डाइनोसरको आँखा चाहिँ यस्तो हुँदो रहेछ होइन ओ भाइ साहब यस्तो डेन्जर छ होइन यस्तो घना यस्तो डरलाग्दो जङ्गल छ होइन यस्तो जङ्गलमा चाहिँ यस्तो चिजहरू भेटिरहेको छ पानी चाहिँ अझै भेटिरहेको छैन होइन ओ भाइ साहब पानी पनि भेटिसकेको छ होइन यहाँनिर चाहिँ पानी खाने पानी रहेछ होइन हामी चाहिँ अब यहाँनिर टक्क लाएर चाहिँ पानी खान्छौँ सो गाइज गर्मी चाहिँ एकदमै भएको थियो अब मुखसुख धोएर पानी खाने कुरा हुन्छ सो गाइज एकदमै डर लागिरहेको छ होइन यहाँ चाहिँ यो जङ्गल यत्रो ठुलो घना जङ्गलमा चाहिँ होइन अमेरिका जानको लागि चाहिँ हामीलाई एकदमै डर लागिरहेको छ कसरी जाने के गर्ने एकदमै गाह्रो छ होइन तपाईहरु पनि इलिगल बाटोबाट अमेरिका आउँदै हुनुहुन्छ भने चाहिँ सायद नआउनु होला भन्न चाहन्छु हैन अमेरिकाबाट पठाइदियो भने त्यत्रो लागत गरेर चाहिँ हैन त्यत्रो खर्च गरेर चाहिँ अमेरिका आउँदा एकदम गाह्रो हुन्छ हैन खाने पानी खाने घाँसको टुङ्गो छैन हैन जंगल यति घना हुन्छ हैन सो गाइज हैन हामीले चाहिँ त्यहाँ पानी खाएर चाहिँ अब चाहिँ हामीले यति सानो बाटो छ हैन तल चाहिँ यत्रो भिर छ हैन एक मिस भयो भने चाहिँ हाम्रो अमेरिका जाने सपना चाहिँ यही चकनाचुर हुनेवाला छ हैन यस्तो सानो बाटोमा चाहिँ हामीले हैन हिँड्नु पर्नेवाला छ तल चाहिँ कति ठुलो भिर छ हैन सायद यहाँबाट एक मिस्टेक भयो भने पनि हाम्रो चाहिँ हड्डी भेट्न गाह्रो छ तल यति ठुलो भिर छ हैन ओ माय गॉड बाटो चाहिँ यति सानो छ हैन यति सानो बाटो छ तल यति खतरा भिर छ हैन तल चाहिँ मलाई चाहिँ एकदमै डर लागिरहेको छ गाइज ओ भाइ साहब यति खतरा भिर छ यहाँ चाहिँ यस्तोमा हिँड्नु चाहिँ हैन यस्तो मुटु कामेर चाहिँ हिँडिरहनु परेको छ गाइज तलको भिर देख्दा चाहिँ मनै चिसो हुन्छ हैन के गर्ने अब धन कमाउनलाई परदेशिनु पर्यो सो गाइज हैन हामी चाहिँ त्यत्रो डेन्जर भिरलाई पनि चिरेर आइसकेका छौँ ओ भाइ साहब यो त सेम नेपालै जस्तो ठाउँमा आइपुग्यो त हामी अहिले ओ भाइ साहब यहाँ चाहिँ होइन तलतिर चाहिँ घर गाउँ बस्ती छ होइन तलतिर चाहिँ सानो बस्तीहरू बस्ती छ सायद त्यहाँको मान्छेले हामीलाई बास बस्न दियो भने चाहिँ हामी त्यतैतिर बस्नुपर्ने हुन्छ होला ठाउँ चाहिँ यस्तो छ होइन यस्तो ओहो सो गाइज यो त नेपालै हो सो गाइज यो नेपाल त्यही पनि हाम्रै ठाउँ सो गाइज हाम्रै ठाउँ हाम्रै नेपालमा पनि यस्तो राम्रो जङ्गल छ हामीलाई चाहिँ दैलेले होइन फसायो होइन गाइज के गर्नु अब अमेरिका लग्छु भनेर चाहिँ होइन हामीलाई यहाँनिर चाहिँ हामीलाई चाहिँ आफ्नै गाउँमा छोडेर चाहिँ हिजो राति चाहिँ जङ्गलमा कता कुदायो होइन आज चाहिँ यी आफ्नै ठाउँमा ल्याएर छोड्दैछन् मुर्दाहरूले सो गाइज भिडियो त्यति नै हो होइन अमेरिका जान्छु भनेर हिँडिएको मान्छे चाहिँ होइन आफ्नै घरमा आउँदा चाहिँ कस्तो नरमाइलो लागिरहेको छ सो गाइज यो भिडियो चाहिँ मनोरञ्जन र हाम्रो नेपालको अमेजन जङ्गल देखाउन खोजिएको थियो होइन लाइक गरिदिनु होला सो एकचोटि चाहिँ यो सर र भ्यू हेरिदिनु
नेपाल आइपुग्यो।